हामीले निरङ्कुश व्यवस्था भनिरहँदा आज हाम्रो चाहिँ खर्बपति विनोद चौधरीको जुन सिजी छ नि ग्राम होइन दुमकौली 2022 सालमा राजा महेन्द्रले त्यहाँनिर चाहिँ उद्घाटन नगरिदिएको भए देशभरि त एउटा आजको 56 वर्षपछि पनि एउटा राजमार्ग नहुने रहेछ नि होइन। यो हो नि त कुराली चुरा चाहिँ भिज्ने नभिज्ने कुरा होइन। अब औद्योगिक 14वटा औद्योगिक क्षेत्र चाहिँ राजा महेन्द्रले स्थापना नगरेको भए आज कतिवटा औद्योगिक क्षेत्र स्थापना भयो हामीले प्रश्न त्यहाँनिर गर्नुपर्दछ होइन। यही स्थानीय चाहिँ हेटौँडा सिमेन्टको तपाईँ कुरा गर्नुहोस् 2 महिना जति अगाडि हामी डेलिगेसन गएको थियौँ दलगत रूपमा गएको थियौँ भनौँ होइन। त्यहाँ चाहिँ हामीले सोध्यौँ 14वटा क्वार्टर मुख्यमन्त्री बाहेकका 14वटा क्वार्टर रिजर्भ गरेर चाहिँ प्रदेश सरकार बसेको छ कति बजेट दिएको छ तपाईँलाई प्रदेश सरकारले केन्द्रीय सरकारले भनेर हामीले सोद्धा जीएम साहब पाण्डेजी हुनुहुन्छ क्यारे अहिले उहाँले के भन्नुभएको छ एक सुक्का दिएको छैन बरु बत्ती र पानीमा प्रदेश सरकारले घाटामा परेको उद्योग भर्खर कोइला नपुगेर भर्खर पैसा मिलाएर भर्खर चाहिँ सञ्चालन हुँदैछ टक्सार विभागले जग्गा बेच्दैछ हेटौँडा सिमेन्टले। त्यो दयनीय स्थितिमा एउटा सरकारी स्वामित्व उद्योग जोगाउन नसक्ने प्रदेश सरकारको संघीयताको गणतन्त्र हामी भजन मण्डली बन्नुपर्ने यो व्यवस्था ठिक छ भन्नुपर्ने हामीले होइन। कुरा त यहाँनिर छ नि है। अब अर्को तपाईँले म एउटा कुरा अर्को भन्छु हेटौँडामा 2टा हाइड्रो पावर ठुला छन् एउटा कुलेखानी सेकेन्ड कुलेखानी फर्स्ट है। म त अब प्राधिकरणकै चाहिँ स्टाफको छोरा भएको हुनाले मलाई त्यो अलिकति चित्त पनि दुखिएको छ क्या त्यो विषयमा होइन। राजा वीरेन्द्रको हुब्राचौरमा एउटा चाहिँ यस्तो शालिग छ बुझ्नुभयो नि त्यो शालिगमा चाहिँ हात भाँचेको छ हेर्नुहोस् है। जुन राजाले चाहिँ जापानबाट कोरियाबाट एउटा चाहिँ त्यो किसिमको चाहिँ सहयोग ल्यायो होइन त्यो यस्तो दयनीय स्थितिमा राखेको छ हेटौँडा नगरपालिकाले त्यो शालिगलाई भत्काउनलाई एउटा चाहिँ 13 तले भ्यू टावर छ नि त्यो जग हुकास्दै छ हेर्नुहोस् त के गणतन्त्रको त्यो जगले त्यो भ्यू टावरले हेटौँडाको गरिबी देखिन्छ बेरोजगारी देखिन्छ के देखिन्छ भन्नुहोस् त। यो डाँडा काँडाले चाहिँ ढाकेको उपत्यकामा के देखिन्छ त्यस्तो त्यो विषयमा प्रतिवाद गर्ने प्रदेश अहिले खका उम्मेदवार राप्रपाको गुन्जनबहादुर नेउपानेले त्यो भवन हेटौँडा अस्पताललाई दिनुपर्छ भनेर अहिले चाहिँ तपाईँ 6 मुदे माग सहितको हेर्नु होला हेटौँडा नगरपालिकाले त्यो छलफल नगरिकन राखेको छ अड्काएर बुझ्नुभयो। हामीले गणतन्त्रको प्रजातन्त्रको जति भजन मण्डली गाए पनि हुँदैन व्यवहारमा के छ हेर्नुहोस्। एउटा मैले पढेको थिएँ आइमाई पनि झुटो बोल्छ पुरुष पनि झुटो बोल्छ विद्वान पनि बोल्छ मूर्ख पनि बोल्छ तर के हुन्छ परिणाम महिला हजुरको होइन होइन के छ भने तपाईँको चाहिँ बोल्छ तर के हुन्छ परिणाम चाहिँ झुटो हुँदैन। आज हामीले के परिणाम ल्यायौँ गणतन्त्र संघीयता होइन यत्रो चाहिँ प्रदेश सरकार ल्याएर के पाउनु भयो तपाईँ आफ्नो सम्पत्ति धितो राखेर अहिले ब्याङ्कले तपाईँलाई ऋण दिन सक्दैन यो व्यवस्था हामीले ल्यायौँ यसमा हामीले गुणगान गाएर प्रशस्ति गाए ओहो ल्यायौँ भन्नुपर्ने